हेलो लासो टेस्टले सम्पूर्ण विद्यार्थीहरू तपाईहरुलाई आज पढाएको पाठको सर र दोहोऱ्याएर भिडियो पठाउँदैछु। आज तपाईहरुले पढ्नु भएको पाठ चाहिँ यो हो ला। यो लताक भनिन्छ, सबैमा ल झुन्डेको हुन्छ। ल झुन्डेको 6 वटा अक्षरहरू, यसलाई चाहिँ कसरी पढ्ने भन्ने विषयलाई एकचोटी सर र दोहोऱ्याएर पठाउँदैछु तपाईहरुलाई। सुरुमा क को मुनि ल झुन्डे चाहिँ यसलाई क लतक ल, यसलाई ल नै भन्ने। ग लतक ल, ब लतक ल, स लतक दा, यसलाई चाहिँ दा भन्नुपर्ने हुन्छ। अनि पछाडि र लतक ल, स लतक ल, यसरी यो 6 वटाको उच्चारण गर्ने। फेरि एकपल्ट सर र क लतक ल, ग लतक ल, ब लतक ल, स लतक दा, र लतक ल, स लतक ल। लासो तपाईहरुले लतकलाई यसरी पढ्नु होला है त।